हेलो गाइज गुड मर्निङ फ्रम चनौटे। आज चाहिँ हामी बिहानीको सुरुवात यहीँबाट चनौटेबाट गऱ्यो। आज सायद लास्ट डे हुनेछ चनौटेमा। मौसम एकदम चिसो छ है। बिहान त एकदम चिसो, बिहान र बेलुका चाहिँ लास्टै चिसो हुन्छ चनौटेमा फार्म हाउसमा है। हिजो चाहिँ अब राति हामी खानासाना पकाएर खाइयो अनि त्यसपछि दाजुभाइ एकछिन गफ गरियो अनि हामी सुतिहाल्यौँ किनकि लाइट पनि थिएन है। सोलरको लाइट पनि बोलेको थिएन। त्यही भएको कारणले हामी चाहिँ खानासाना खाएर अनि सबै भाँडासाँडा माझेर चाहिँ हामी सुतिहालेको थियौँ। अनि बिहानीको अब भ्यूहरू हेर्नु होला है, कस्तो भइरहेको छ मौसम। कस्तो क्वाइट, कस्तो आनन्द। म चाहिँ अलिकति तल गएर देखाउने छु है। अलिकति तलतिर जाऊँ, त्यतातिर तलतिर तपाईँहरूलाई त्यतातिर देखाउने छु। एकदम दामी ठाउँमा हो क्या यो ठाउँ चाहिँ है। कस्तो राम्रो साउन्ड आउँछ यार। मलाई यो चराको एकदम मनपर्छ यस्तो साउन्ड चाहिँ। दामी छ यार। पानी हाडा बगिरहेको छ 24 आवर रहेछ। म अहिले तलसम्म जान्छु। हामीले पानी खाने मुहान यही हो है। नुहाइ पनि गरिन्छ, एकदम प्योर छ यहाँको पानी। हल्का चिसो लागेको छ। यस्तै ठाउँहरूमा आएर चाहिँ आफूलाई एन्जाइटी डिप्रेसनबाट मुक्त गर्न सकिन्छ, किनकि धेरै मद्दत गर्छ यस्तो चिजले। त्यहाँ पारि त्यस्तो दामी डाँडा छ है, देख्न सक्नुहुनेछ। कोलमा भन्छ होला त्यो माथि। एकदमै रिफ्रेस फिल भइरहेको छ। हेर्न सक्नुहुनेछ है, स्वर्गै जस्तो छ के ठाउँ त। सबैले भन्ने गर्छ नेपाल स्वर्ग हो स्वर्ग हो है, तर आखिर यस्तै कुराहरूले चाहिँ नेपाललाई स्वर्ग बनाएको रहेछ क्या। यति राम्रो चिजहरू, यस्तो राम्रो चिजहरू छ यहाँ। हरेक चिज देख्न पाइन्छ, फिल गर्न पाइन्छ। धेरै कुराहरू यस्तो अर्ग्यानिक छ है, सबै कुरा तोरीहरू लगाउनु भएको रहेछ।
कस्तो राम्रो। त्यहाँ तल पनि बस्नु हुँदो रहेछ क्या है। यतातिर चाहिँ खोला छ है, एउटा सानो खोला छ। वाव, सनराइज। यो तलतिर यो सबै यो भएको चाहिँ खोला छ यहाँ चाहिँ है। तलतिर चाहिँ खोला छ। यहाँ पहिला हामी फिस हन्टिङ पनि गर्न आइन्थ्यो तलतिर। अनि आज हाम्रो चनौटेको लास्ट डे। अनि अब यहाँ चाहिँ छोडिन्छ। पछि फेरि आउँछु होला म, बाहिरमा फेरि आइन्छ होला यो ठाउँमा है। अनि आज चाहिँ हाम्रो प्रोग्राम चाहिँ अब माथि घर गइन्छ। गएर चाहिँ अब एउटा खसी काट्ने प्लान छ है। अनि खसी काट्ने, मासु खाने प्लान छ। अब माथि गएर चाहिँ के गरिन्छ आज होइन। आजै चाहिँ हामी पोखरातिर नि फर्किनेछौँ। अनि त्यसपछि आज के गरिन्छ दिनभरिमा है, के हुनेछ हाम्रो यात्रामा सब देखाउने छु। आजको अब लास्ट डे इन चनौटे फार्म हाउस है। तर मलाई छोडेर जानै मन लागेको छैन, यस्तो रिफ्रेस भइरहेको छु म त यहीँ वर्ष भयो नि यहीँ बसौँ जस्तो महसुस भयो कि। न यहाँ कुनै बिजुली छ है, न कुनै इन्टरनेट छ, केही कुराको पहुँच छैन। तर पनि एकदम आनन्द फिल हुन्छ क्या। मलाई चाहिँ यस्तै मनपर्छ है। जति हेऱ्यो त्यति हेर्न मन लाग्ने, कति सुन्दर छ हाम्रो नेपाल है। ल त अब चाहिँ म माथि गएपछि आज माथि गएर चाहिँ हामीले के गरिन्छ त्यो देखाउने छु है त। ल स्टे ट्युन। मलाई चाहिँ यो साउन्ड एकदम मनपर्छ, त्यही भएर चाहिँ यो साउन्डको लागि भए पनि मैले एकछिन तपाईँहरूलाई यत्तिकै यो साउन्ड फिल गराउनलाई यो क्याप्चर गरेछु है। आनन्द सुन्नु होला, फिल गर्नु होला।
अहिले चाहिँ म मामा घरमा छु है। अनि हाम्रो आजको प्रोग्राम चाहिँ अब हाम्रो यहाँको लोकल बाख्रा काटेछौँ है। अनि अब त्यसको मासु चाहिँ खाने प्लानमा छौँ हामी। अहिले चाहिँ मामाहरू चाहिँ तल बाख्रा काट्दै हुनुहुन्छ। यस्तो छ आजको भिलेज लाइफ। सबैले यसरी मासु काट्दै हुनुहुन्छ। आजको हाम्रो प्रोग्राम हो यो। के भयो मामाले यहाँ चाहिँ भुटुवा बफाउँदै हुनुहुन्छ है। मामाले चाहिँ बेसार सेसार हालेर होइन मामा ल मामालाई पनि देखाइदिएको। मामाले चाहिँ यता भुटुवा बनाउँदै हुनुहुन्छ। अब यसलाई बफाएर चाहिँ काटेर पकाउने होइन मामा? यस्तो छ प्रोग्राम आज हाम्रो। एकदम राम्रो प्रोग्राम बनेको छ है। लङ टाइम पछि हामी गाउँमा आएको थियौँ, किनकि विगत समयमा म चाहिँ विदेशतिर थिएँ, दाइ पनि विदेशतिरै। अनि 2 वर्षपछि गाउँमा आएर चट्ट लोकल बाख्रा, गाउँको अर्ग्यानिक लोकल बाख्रा काटेर चाहिँ हामीले यहाँ खाना लाग्यो। तपाईँहरूलाई चाहिँ यहाँको गोठ देखाउने छु है। मुनि आऊ यता। मुनि यसरी चाहिँ हामीले अब यो भुटुवा पकाएको छौँ है। पुरै गाउँ भिलेज स्टाइलले है, गाउँको स्टाइलले यो भुटुवा पाक्दैछ होइन। मासु चाहिँ हामीले यता रेडी गरिसकेका छौँ यता पोखरातिर लानको लागि। भुटुवा बनाइन्छ, लगभग अलमोस्ट पाकिसक्यो। अब सबैजनाले भुटुवा हालेर खाने हो। ल अब चाहिँ हामी गाउँको बसाइ पनि सक्यो है। हामी फर्किँदैछौँ दाइ र म चाहिँ। अब पोखरातिर लागिन्छ हामी। अब बाटोमा के हुन्छ त्यो देखाउनेछौँ है त। अब यहाँबाट चाहिँ हिँड्ने यस्तो पिच ठाउँबाट चाहिँ। ल ल यो चाहिँ यहाँको एकदम यो धेरै वर्ष पुरानो यो ढुङ्गा हो। एकदमै ठुलो ढुङ्गा छ होइन। यहाँ चाहिँ बाख्रा चराउन आउने मान्छेहरू चाहिँ यहाँ बसेर चाहिँ बाख्राहरू हेर्नुहुन्छ अनि आनन्द लिनुहुन्छ। एकदमै ठुलो छ अनि एकदम त्यहाँ बस्दा पनि एकदम आनन्द फिल हुन्छ है। अनि यो अब यतातिरको भ्यू चाहिँ यस्तो छ। त्यस्तो डाँडामा चाहिँ कसले होला यो घर बनाएको है। यस्तो पिस छ, एकदम हाइटमा छ यो घरहरू है। अनि यहाँ चाहिँ यस्तो दामी भ्यूहरू देखिन्छ।
यसमै स्पिड हिँड्नै सक्दिनँ कि म किन यो एकदम डेन्जरस पनि हो किनकि धुलो नराम्रोसँग खाइयो धुलो यो चरालाई के भन्छ र दाइ यो गाउँली भन्छ अहिले बाटोहरू पनि यस्तो राम्रो बनिसकेको छ पहिला यस्तो थिएन है स्पिड तिमीलाई स्पिड हिँड्न सिलिङ हुन्छ यसमा मलाई नि हुन्छ यहाँ चाहिँ गाउँघरको ठ्याक्कै यो मुस्ताङको जस्तै छ यहाँ चाहिँ घरहरू यस्तो मिलेर बनेको घरहरू छ यहाँ चाहिँ धेरै वर्ष पुरानो घरहरू होला यो त सायद पहिल्यैदेखिबाट यो घर थियो है अहिले हामी चाहिँ अहिले आधी बाटोमा आइसकेछौँ अनि एउटा पोइन्ट यस्तो दामी छ कि यहाँ चाहिँ त्यहाँ आएर चाहिँ यसो भिडियो बनाउन मन लाग्यो मलाई है यो ठाउँ हेर्नु होला यस्तो पिस छ क्या यहाँ आजको दिन चाहिँ एकदमै रमाइलो भयो
घरमा आज एउटा सानो पार्टी जस्तो थियो हाम्रो है, रमाइलो भयो। अनि आज हाम्रो लास्ट दिन गाउँमा 2 दिनको बसाइ थियो, एकदमै रमाइलो भयो। र म चाहिँ अहिले पोखरातिर फर्किँदै हो घरतिर, अनि बिच बाटोमा चाहिँ एकदम राम्रो सिन लाग्यो। यो चाहिँ मलाई चाहिँ एकदम मन पनि पर्छ, एकदम मेरो फेभरेट प्लेस पनि हो। तपाईँहरू सामु यो प्लेस, यो ठाउँ चाहिँ देखाऊँ भनेर चाहिँ मैले रोकेर भिडियो बनाएँ। र खासमा त मेरो मोबाइलको ब्याट्री नभएको कारणले मैले चाहिँ अरू भिडियोहरू उहाँसम्म पुगेको चाहिँ भिडियो ल्याउन सकिनँ। र लगातार अब आउने भ्लगहरू चाहिँ अझै इन्ट्रेस्टिङ बनाउने छु भन्दै तपाईँहरू सामु म चाहिँ बिदा हुन चाहन्छु। धन्यवाद है त।